थियो त्यो बाल्यपन जब हुन त भन्छन् मान्छे आमाको गर्भदेखि नै पापी स्वभावमा जन्मेको हामी भन्छन् पापको स्वभाव भएर नै अन्धकारमा जन्मिएको यो संसारमा सबै मानिस जाति। तर के भन्नु, थाहा थिएन जन्म त भयो, जन्म त लियो, मान्छे भएर कि हो पशु भएर जन्मियो थाहा भएन। संसारको दौडमा सबै नै एउटा बाल्य भएर एउटा पहिला त्यो एउटा रुएको आवाज मात्र आउँछ। सबैले नै सबैको त्यही परिस्थितिबाट सबै त्यही स्वभावमा नै जन्मिएर आउँछ। थाहा हुँदैन जीवन यतिकै जान्छ, बढ्छ, हुर्कन्छ सबै। तर जब केन्द्रबिन्दुमा त्यो जीवन पुग्छ, एउटा युवा अवस्था किशोर अवस्थामा हुन्छ, मान्छे सबै भोग्दै आउँछ। त्यो बाल्य अवस्थामा त्यो कुरो थाहा हुँदैन। तर जब संसारको त्यो दृश्यभित्र, संसारको त्यो आकारभित्र त्यो बाल्यपन र त्यो युवा अवस्था बढ्दै जान्छ, थाहा हुँदै जान्छ। अनि राम्रो नराम्रो पनि थाहा हुँदै जान्छ, सबै कुरो भोग्दै जान्छ। तर जब सत्यताको र इमान्दारीपनाको कुरा आउँछ, आत्माभित्र आफै लड्न थाल्छ। मेरो आत्मा अझै पनि आफै लड्न खोज्छ, मलाई भन्छ मेरो आत्मा कति इमान्दारीपनामा जिउने, कति इमान्दारीपनामा जिउने। अन्धकार त छँदैछ, तर कति यही हो, जिउनै पर्छ होला। आत्माले नमानेपछि तर इमान्दारीमा नै आत्मा भएपछि त्यो इमान्दारीपनामै जिउनु पर्छ सायद। हुन्छ भित्रभित्रै लडाइँ खेल्छ त्यो आत्मा, उताउ चढाउको कुरोहरू पनि गर्छ। तर नियन्त्रण भन्छ। त्यो नियन्त्रणै गरेर आज त्यो नियन्त्रणमा नै बसाएर जीवनको यात्रा चलिरहेको छ, संसारमा चलिरहेको छ। सबैको एउटै परिभाषा हो, भित्र आत्मा हरेक समय लड्छ। कसैले रोज्छ त्यो कुरो, कसैले रोज्छ नराम्रो कुरो, कसैले रोज्छ राम्रो कुरो। संसारको जीवनको यात्रा यही नै हो। हरेक मान्छेमा त्यो भित्र आफैभित्र लडिरहेको हुन्छ। सबैले आफैभित्र सङ्घर्ष भोगिरहेको हुन्छ, साथसाथै संसारमा पनि शारीरिक रूपमा पनि भोगिरहेको हुन्छ। तर बेमानी र खराब कुरो भन्ने कुरोमा जुझिरहेको हुन्छ। कहिले खराब कुरोले जित्छ, कहिले सत्य कुरोले जित्छ। किनभने संसारमा उज्यालो थियो र अँधेरो भयो, फेरि उज्यालो हुन्छ। यो नै गोरेटो। जबसम्म हामीले आफ्नो निष्कर्ष पाउँदैनौँ त्यो कुरो हामीभित्र लडी नै रहन्छ।